प्लेटफर्म। यस भिडियोमा हामी क्वेशन नम्बर 4.1b डिस्कस गर्छौं। ड्र द प्यारलल पर्सपेक्टिभ प्रोजेक्सन अफ द गिवन अर्थोग्राफिक भ्यू। यहाँ हामीसँग अर्थोग्राफिक भ्यू एभाइलेबल छ। यसको फ्रन्ट भ्यू यहाँ छ, टप भ्यू यहाँ छ। यो दुईटैको मद्दतले हामीले प्यारलल पर्सपेक्टिभ प्रोजेक्सन ड्र गर्नु पर्यो। पर्सपेक्टिभ प्रोजेक्सन ड्र गर्नलाई हामी चारवटा प्लेन पहिला डिफाइन गर्नुपर्छ। वन बाइ वन डिफाइन गर्दै जाउँ। यहाँ हामीले एउटा होरिजेन्टल लाइन ड्र गर्यौं। यो हाम्रो पिक्चर प्लेन हो। पिक्चर प्लेन भन्दा सर्टेन डिस्टेन्स तल, त्यो डिस्टेन्स आफैले चुज गर्ने हो। अहिलेलाई 50-60 mm मानौं। त्यति डिस्टेन्स तल गएर हामी भ्यानिसिङ प्लेन यहाँ डिफाइन गर्छौं, यहाँ ड्र गर्छौं। त्यसपछि भ्यानिसिङ प्लेन भन्दा सर्टेन डिस्टेन्स माथि 10 mm, 15 mm, 20 mm यही रेन्जमा गएर एउटा अर्को प्लेन पनि डिफाइन गर्छौं। यो हो हाम्रो स्टेसनरी प्लेन। अनि यो भ्यानिसिङ प्लेन भन्दा सर्टेन डिस्टेन्स तल 40, 50, 60 mm जति लिदा पनि भयो, त्यति तल एउटा अर्को प्लेन यहाँ डिफाइन गर्छौं। यो हाम्रो ग्राउन्ड प्लेन। अब हामीले यो जुन पिक्चर प्लेन छ, यो पिक्चर प्लेन माथि टप भ्यूलाई एज इट इज कपी पेस्ट गर्न पाइयो। सो कपी पेस्ट गरौँ। हामीले कपी गरिसक्यौं। अब हामी फ्रन्ट भ्यूलाई ग्राउन्ड प्लेनमा कपी गर्छौं। तर क्वेशन नम्बर 4.1a मा चाहिँ फ्रन्ट भ्यूलाई टोटल्ली हामीले यहाँ कपी गर्न सकेका थियौं। तर अहिले चाहिँ हामी टोटल्ली यो फ्रन्ट भ्यूलाई यहाँ कपी पेस्ट गर्न सक्दैनौं, किनभने हाम्रो यो लाइनको रिप्रेजेन्टेसन भनेको यो एल जस्तो सेप मात्र हो र यो जुन अर्को एल जस्तो सेप छ, यो सेप भनेको यो लाइनको रिप्रेजेन्टेसन हो। सो यो लाइन भन्दा सर्टेन डिस्टेन्स पछाडी छ यो लाइन। त्यसको मिनिङ के हो भने यो लेभल भन्दा, यो एल को लेभल भन्दा यो एल को लेभल अलिकति पछाडी छ। सो हामी यसलाई मात्र रिप्रेजेन्ट गर्न सक्छौं, किनकि पिक्चर प्लेनमा यो लाइन बस्छ। सो यो लाइनको रिप्रेजेन्टेसन भनेको त यो एल मात्र हो। सो हामी ग्राउन्ड प्लेनमा एल मात्र बनाउन सक्छौं। सो सुरुमा यो एल को डाइमेन्सन अनुसार र यहाँबाट कन्स्ट्रक्सन लाइन्सहरु तलतिर लगेर हामी पहिला एल जस्तो सेप ड्र गरिहालौं। अब हामी स्टेसन पोइन्ट र भ्यानिसिङ पोइन्ट डिफाइन गर्छौं। अब स्टेसन पोइन्ट र भ्यानिसिङ पोइन्ट हामी यो जुन फिगर छ, यो फिगर भन्दा कि त लेफ्टतिर कि त राइटतिर हामी डिफाइन गर्छौं। अहिलेलाई लेफ्टतिर डिफाइन गरौँ र यो जुन फिगरको सबभन्दा लेफ्ट एक्सट्रिम लाइन छ, यो लाइन भन्दा 40-50 mm डिस्टेन्समा राख्दा हुन्छ। तर यसको कन्सेप्ट के हो भन्दाखेरि यस्तो ठाउँमा स्टेसन पोइन्ट र भ्यानिसिङ पोइन्ट राख्ने जसले गर्दाखेरि त्यहाँबाट हेर्दाखेरि चाहिँ म्याक्सिमम नम्बर अफ लाइन्स र एजहरु देखियोस्। सो स्टेसन पोइन्ट यतातिर लोकेट गरौँ। यसलाई नै तलतिर प्रोजेक्ट गरेर लगाउँ र यहाँ चाहिँ भ्यानिसिङ पोइन्ट लोकेट गरौँ। अब यो भ्यानिसिङ पोइन्टसँग सबै कर्नर्सहरुलाई जोइन गरौँ। अब यहाँ हेरौँ, यो कर्नर भनेको यो पोइन्ट र यो पोइन्ट हो, अर्थात् यो लाइन हो। त्यसैगरी अब यो कर्नरलाई लोकेट गर्नु पर्यो। त्यसको लागि यसलाई चाहिँ हामी स्टेसन पोइन्टसँग जोड्छौं। अनि यो लाइनले पिक्चर प्लेनलाई जहाँ कट गर्यो त्यसलाई सिधै यहाँ ड्रप गराएर यो लाइनसम्म ल्याउँछौं। अनि त्यसपछि यहाँदेखि यहाँसम्म जोड दिन्छौं। भनेको हामीले यो लाइन भनेको यो लाइन रिप्रेजेन्ट गरिसक्यौं। अब जसरी यहाँ एउटा हामी लाइन देख्न सक्छौं, यस्तै लाइन यतातिर पनि हुन्छ, तर त्यसलाई हामी देख्न सक्दैनौं किनकि त्यो पछाडीतिर पर्छ। अब हामी यो पोइन्टलाई ट्रान्सफर गरौँ। अब हामी यहाँ हेरौँ, यो पोइन्ट भनेको हाम्रो यो पोइन्ट र यो पोइन्ट हो, अर्थात् यो लाइन हो। सिमिलरली यो पोइन्टले गर्दाखेरि पनि एउटा यस्तै खालको स्ट्रेट लाइन आउँछ, तर अलिकति पछाडीतिर गएर आउँछ। सो त्यसलाई रिप्रेजेन्ट गर्नु पर्यो। त्यसको लागि यसलाई चाहिँ हामी स्टेसन पोइन्टसँग जोड्छौं। जोडिसकेपछि यो लाइनले पिक्चर प्लेनलाई जहाँ कट गर्यो त्यसलाई भर्टिकली डाउनवर्ड ड्रप गराउँछौं। ड्रप गराइसकेपछि यो पोइन्टदेखि यो पोइन्टसम्म जुन हामी यहाँ देखिरहेछौं, यहाँदेखि यहाँसम्म हो, यो लाइन भनेको यो लाइनसँग प्यारलल हुन्छ र यो पोइन्टको रिप्रेजेन्टेसन हुन्छ। अनि यहाँ हामी एउटा लाइन ड्र गर्छौं माथि यसरी भर्टिकली, अनि एउटा लाइन यो पनि ड्र गर्छौं। यो लाइन भनेको कुन हुन्छ भन्दाखेरि यो लाइन हुन्छ। सो सुरुमा यो लाइन ड्र गरिहालौं, अनि त्यसपछि यो लाइन पनि ड्र गरिहालौं। फेरि यसलाई जोइन गर्दियौं। त्यसपछि अब यो पोइन्टलाई लोकेट गर्नु पर्यो। अब यो पोइन्ट भनेको फ्रन्ट भ्यूमा हेरौँ त यो पोइन्ट र यो पोइन्ट अर्थात् यो लाइनको रिप्रेजेन्टेसन हो। सो अब यो लाइन हामीले रिप्रेजेन्ट गर्नु पर्यो। अब यो पोइन्टलाई रिप्रेजेन्ट गर्न हामी डाइरेक्टली सक्दैनौं। अब यसको लागि हामीले के गर्नुपर्छ भने यसलाई भर्टिकली डाउनवर्ड पहिला ड्र गर्नुपर्छ। ड्र गरिसकेपछि यो पोइन्ट हाम्रो कति हाइटमा छ त त्यो पहिला मेजर गर्नुपर्छ। भनेको ग्राउन्ड भन्दा 30 mm माथि छ। सो ग्राउन्ड प्लेन भन्दा 30 mm माथि गएर एउटा होरिजेन्टल लाइन ड्र गर्छौं। यो जुन यहाँबाट हामीले लाइन ल्यायौं त्यसलाई इन्टरसेक्ट गर्ने गरी। सो हाम्रो ग्राउन्डबाट 30 mm माथि भनेको यो लाइन हो। सो यसलाई नै यसरी एक्सटेन्ड गर्यो भने यहाँसम्म आएर यहाँ इन्टरसेक्ट गर्छ। सो अब यो पोइन्टलाई हामी भीपीसँग जोड्नु पर्यो। अनि अब बल्ल चाहिँ यो पोइन्टलाई हामी एसपीसँग जोडेर अनि त्यसपछि इन्टरसेक्सन पोइन्टलाई तल ड्रप गरायौं भने त्यो पोइन्ट लोकेट हुन्छ। सो यहाँ हेरौँ, हामी यो पोइन्टलाई यसरी एसपीसँग जोड्न सक्छौं। अनि पिक्चर प्लेनमा यहाँ कट गर्यो। सो यसलाई भर्टिकली डाउनवर्ड ड्रप गराएर यो लाइनसम्म लान्छौं। तर हामी यति मेहनत गर्दैनौं। यसको ठाउँमा हामी के गर्छौं भने यो जुन कर्नर छ यसलाई नै होरिजेन्टली ट्रान्सफर गरेर यो लाइनसम्म इन्टरसेक्ट गराउँछौं। जस्तै हेरौँ, हामीले यहाँ के गर्यौं भने यो पोइन्टदेखि होरिजेन्टली यो एउटा लाइन ड्र गर्यौं यो लाइनसँग प्यारलल हुने गरी, अनि यसले चाहिँ यो लाइनमा यहाँ इन्टरसेक्ट गर्यो। सो यही हो हाम्रो पोइन्ट।
सो अघि पनि हामीले यो तरिकाले यहाँ पोइन्ट लोकेट गर्न खोज्यौं, यो पोइन्ट खासमा यहाँ हुनुपर्ने थियो। सो एउटा यो तरिकाबाट पनि गर्न पायो, यो तरिकाबाट पनि गर्न पायो, जसरी पनि गर्न पाइन्छ। हामीले यो लाइन खासमा रिप्रेजेन्ट गर्यौं र यो पोइन्ट पनि पत्ता लगायौं। यहाँ यो लाइन आयो अनि यो पोइन्ट पनि आयो। अब हामीले यो पोइन्ट अर्थात् यो लाइन हामीले रिप्रेजेन्ट गर्न खोजेको, त्यसको लागि हामी के गर्नुपर्छ भने यसको हाइट पत्ता लगाउनु पर्छ। भनेको ग्राउन्ड भन्दा कति माथि छ। सो टोटल हाइट 30 बाट 9 घटायौं भने कति हुन्छ 21। सो ग्राउन्ड भन्दा 21 mm माथि यो लाइन हाम्रो पर्छ। सो ग्राउन्ड लेभल भन्दा 21 mm माथि एउटा हामी कन्स्ट्रक्सन लाइन ड्रा गर्छौं यसरी। अनि यो कन्स्ट्रक्सन लाइनले चाहिँ यो पोइन्ट देखि र यहाँबाट जुन यो लाइन आएको छ यो दुईटै पोइन्टबाट आएको लाइनलाई हामीले इन्टरसेक्ट गरायौं। अनि हामी यो पोइन्टबाट पनि यसरी भ्यानिसिङ पोइन्टलाई जोड्छौं अनि यो कर्नरलाई तल झार्छौं। अनि ठ्याक्कै यहाँ अहिले भर्खर जुन हामीले भ्यानिसिङ पोइन्टसँग जोडेको थियौं लाइन त्यहाँसम्म लग्यौं। सिमिलरली यो पोइन्टलाई पनि भ्यानिसिङ पोइन्टसँग जोड्छौं अनि फेरि होरिजेन्टली यो लाइनसम्म इन्टरसेक्ट गराउँछौं। त्यसपछि फेरि यहाँदेखि यहाँसम्म यो लाइनसम्म जोड्छौं अनि यहाँदेखि यहाँसम्म जोइन गरिदिन्छौं। सिमिलरली अब यहाँ हेरौँ यो कर्नरबाट दुईटा लाइन हाम्रो गएको छ, तेस्रो लाइन यतातिर आउनुपर्छ। हाम्रो यो कर्नर चाहिँ यहाँ लोकेट भइसक्यो यो लाइनको रूपमा। सिमिलरली यो कर्नरलाई पनि रिप्रेजेन्ट गर्नु पर्यो। सो यसलाई एसपी सँग जोडौं। यो पिक्चर प्लेनमा जहाँ कट गर्यो त्यसलाई भर्टिकली डाउनवर्ड ड्रप गराउँ अनि यहाँदेखि यहाँसम्म हामी जोड्न पाउँछौं। त्यसपछि यो लाइनसँग प्यारलल हुने गरी र यहाँबाट गएको लाइन र यहाँबाट गएको लाइनको बीचमा भनेको यहाँ एउटा हामी भर्टिकल लाइन ड्रा गर्न सक्छौं। त्यसपछि अब यो पोइन्ट लोकेट गर्नु पर्यो। सो यहाँदेखि यहाँसम्म सिधै जोडौं। त्यसपछि यो लाइनले पिक्चर प्लेनलाई जहाँ कट गर्यो त्यसलाई भर्टिकली डाउनवर्ड ड्रप गराउँ। ड्रप गराइसकेपछि हामीले यहाँसम्म ड्रप गरायौं अनि यहाँदेखि यहाँसम्म जोड्छौं। हामीले यो जुन कन्स्ट्रक्सन लाइनलाई ड्रप गराइरहेछौं अघिदेखि त्यो कहाँ ड्रप गराउने भन्दाखेरि आफ्नै लाइनमा ड्रप गराउने। जस्तै हामीले यो पोइन्टलाई यहाँ लोकेट गर्न खोजेको, त्यसको लागि हामीले के गर्नुपर्छ भने हामीले पहिला बुझ्नुपर्छ कि यो पोइन्ट भनेको यो लाइनमा पर्छ कि यो लाइनमा पर्छ कि यो लाइनमा पर्छ भन्ने कुरा बुझ्नु पर्यो। सो अहिलेलाई हेरौँ त हामीले के गर्न खोजिरहेथ्यौं भने जसरी यतातिर यो एउटा कर्नर आएको छ त्यसरी नै यतातिर पनि एउटा कर्नर आउनु पर्यो। सो यो कर्नर भनेको कुन लेभलमा पर्छ त भन्दाखेरि यो लेभलमा पर्छ भनेको ग्राउन्ड भन्दा पहिलो लाइनमा। सो ग्राउन्ड भन्दा पहिलो लाइन भनेको यही हो। सो हामीले यो जुन कन्स्ट्रक्सन लाइन छ त्यसलाई यो लाइनसम्म ल्याएर इन्टरसेक्ट गरायौं। त्यसपछि यहाँदेखि यहाँसम्म जोड्न पायो यो लाइनसँग प्यारलल हुने गरी र जसरी यो कन्स्ट्रक्सन लाइन र यो कन्स्ट्रक्सन लाइनको बीचमा यो लाइन छ त्यसरी नै यो लाइन पनि त्यही दुईटाको बीचमै पर्नुपर्छ। त्यसपछि यो कर्नरबाट दुईटा लाइन गएको छ, तेस्रो लाइन उतातिर जानुपर्छ। यो लाइन हामी होरिजेन्टली जस्ट स्केल लिएर अथवा टी स्केलले ड्रा गर्न सक्छौं। त्यसपछि यसलाई जोड्न पायो। त्यसपछि जसरी यो पोइन्टदेखि यहाँसम्म लाइन हाम्रो गएको छ भनेको यहाँ दुईटा कन्स्ट्रक्सन लाइन सँगै छ, लेफ्ट साइडको जुन कन्स्ट्रक्सन लाइन छ त्यहाँसम्म गएको छ यहाँदेखि यहाँसम्म। सिमिलरली यहाँबाट पनि त्यो लेफ्ट साइडको कन्स्ट्रक्सन लाइनसम्म एउटा लाइन जानु पर्यो, होरिजेन्टल लाइन जानु पर्यो। त्यसपछि यो लेफ्ट साइडको कन्स्ट्रक्सन लाइनदेखि माथिको यो लाइनसम्म जसरी यो भर्टिकल लाइन छ त्यसरी नै यहाँ पनि हामीले एउटा भर्टिकल लाइन ड्रा गर्नु पर्यो। त्यसपछि यो कर्नरबाट हेरौँ दुईटा लाइन गएको छ, तेस्रो लाइन यतातिर आउनु पर्यो यो तलतिरको कन्स्ट्रक्सन लाइनमा। यहाँ दुईटा नजिक छ, तलतिरको लाइनमा जोइन गरौँ। त्यसपछि जसरी यो लाइन हाम्रो यो कन्स्ट्रक्सन लाइन र यो कन्स्ट्रक्सन लाइनको बीचमा परेको छ त्यसरी नै यहाँ पनि एउटा हामी होरिजेन्टल लाइन ड्रा गर्छौं यो लाइनसँग प्यारलल हुने गरी। त्यसपछि यो लाइनलाई जोड्छौं। अब हामी यो लाइनलाई रिप्रेजेन्ट गर्छौं। सो यो कर्नर हामीसँग यहाँ छँदैछ, यहाँबाट हामी एउटा होरिजेन्टल लाइन ड्रा गर्छौं यो सेकेन्ड कन्स्ट्रक्सन लाइनसम्म। अनि त्यसपछि यो पोइन्ट र यो पोइन्टलाई जोडिदिन्छौं अनि यो कर्नरदेखि दुईटा लाइन आएको छ, तेस्रो लाइन तलतिर जानुपर्छ, एउटा भर्टिकल लाइन यहाँ सानो लाइन हामी यहाँ देखाउन सक्छौं। यति गरिसकेपछि हाम्रो प्यारलल पर्सपेक्टिभ ड्रइङ कम्प्लिट भएको छ। अब हामीले डाइमेन्सनिङ गरिदिनु पर्यो। अब यहाँ डाइमेन्सनिङ गर्दाखेरि यो 9 mm को जुन हाइट छ त्यो हामी रिप्रेजेन्ट गर्न सकेनौं किनकि यो भ्यानिस हुँदै जाँदाखेरि यो 9 mm को जुन हाइट छ त्यो घट्दै गएको छ। सो यो 9 mm नदेखाउँदा पनि हुन्छ, रिमेनिङ सबै जति देखाउन सक्यो त्यति देखाउने हो। यति गर्न साथ हाम्रो यो क्वेशन सकिएको छ। अब नेक्स्ट भिडियोमा हामी क्वेशन नम्बर 4.1C डिस्कस गर्छौं। थ्यांक यू।